यो त स्क्यान गर्यो, स्क्यान गरेको लाइन तान्यो पहिला, लाइन भनेपछि यो यहाँदेखि यहाँ जग्गा हो होइन। अब जग्गाबाट यो मापदण्ड लगायो 15 फिट बाटो थियो, यो 15 हो, 15लाई 20 बनाए, 20मा कति पर्यो त 2 फिट 6 इन्च पर्यो। त्यहाँदेखि सिधो राख्छ 5 फिट। अब 5 फिट पछि फेरि झ्यालहरू हाल्यो भने 3 फिट 3 इन्च छोड्नु पर्यो। भनेपछि यहाँ झ्याल छैन, यहाँ 2 फिट 3 इन्च छोड्यो भने यहाँ झ्याल छैन होला, यहाँ झ्याल छैन नि, यहाँ झ्यालबाट यहाँ 3 फिट 3 इन्च छोडेको होला। 3 फिट 3 इन्च छोड्नु पर्छ ल। 3 फिट मेन त्यो स्ट्यान्डर्ड नै हो। त्योभन्दा बढी छोड्नु पायो, कम छोड्नु पाएन। र झ्याल नभएको 0 साइडमा 6 इन्च छोड्नै पर्यो। र सेफ्टी ट्याङ्कको लागि 5 फिट छोड्नै पर्यो, त्योभन्दा बढी छोड्नु ठिक छ है। त्यसपछि यो लोकेसन प्लान हो, बुझिहाल्नुभयो, यो भन्नै परेन कहाँनिर रोडमा कता साइड छ, त्यो पनि नर्थमाथि हुन्छ। त्यसपछि यो प्लान भयो। अब प्लानमा के गरेको छ हामीले, अब यो विन्डो डब्लु भनेपछि डब्लु कतिवटा छ त्यही यहाँ बनाइदिएको छु। मेन डोर भनेपछि M2ले डेनोट गर्यो, MDले, अनि यहाँ 4 फिट वाइड हो, अनि हाइट 7 फिट हो। त्यसै गरी अब डोर D1 भनेपछि D1 डेनोट गरेको छु, 3 फिट 7 फिट हो यो। अब यहाँ राख्यो भने नोट्स पनि राख्नु मिल्यो, नम्बर पनि लेख्नु मिल्यो, नलेखे पनि केही खासै फरक पर्दैन। यहाँबाट एरिया हुन्छ 1 2 3 4 5 गरेर। त्यसै गरी यो टेबल राखिदिएको छु, यो टेबल भयो। त्यसपछि के गरेको छु, यसकै यो रुफ प्लान बनाएको छु। रुफ प्लान त सिकाएको छुइनँ, अब हेर रुफ प्लान कसरी बनाउँछु। यसैलाई सेम कपी गर्छु, Ctrl+C Ctrl+V गर्छु। यहाँ गरिसकेपछि यो वालहरूलाई सबैलाई डिलिट गर्छु, यो वालहरू सबैलाई डिलिट गर्छु, पिलर बाहेक सबै डिलिट गर्छु, सबै यो सिरी र पिलर बाहेक सबै डिलिट गर्छु। अब केही चाहिँदैन, यो पिलर हो यो राख्छु, यहाँ क्रिएट गरिदिन्छु मैले यसलाई। यो एप इन्टर आर इन्टर 0 इन्टरले गर्यो भने यो 90 डिग्रीको कोण बनाएर आफै यो जोइन भइहाल्छ होइन। अब योहरूमा सबै डिलिट गर्छु, झ्याल साल केही परेन, पिलर बाहेक बाहिरको वाल बाहेक केही परेन अहिले है। म सबैलाई डिलिट गर्छु। यो बाहिरको वाल पनि डिलिट भयो, केही छैन, म हालिदिइहाल्छु। यो छोड्नु, सिरीको यो लाइनहरू छोड्नु, यो सबै डिलिट गरिदिँदा हुन्छ, केही फरक परेन। यसले वाल हुन्छ, डाइमेन्सन एउटा राख्नु, डिलिट गरिदिए पनि हुन्छ, सबै डाइमेन्सन छोडिदिए पनि केही फरक पर्दैन ल। यो रुखलाई यहाँ तल ल्याउँछु, बुझाउनको लागि मलाई सजिलो हुन्छ ल। CO कपी गरेर यहाँ ल्याउँछु, यहाँ ल्याएँ ल। यहाँ ल्याइसकेपछि अब रुख भनेपछि माथिको छत कहाँ कहाँ गएको छ भनेपछि यो यहाँ यसरी गएको छ, यसमा पनि सेम गएको छ भनेपछि यो अलिक बाहिर, यसलाई बाहिर छ, यहाँसम्म छत गएको क्या। यो बाहिरदेखि यहाँ गएको छ छत र यहाँ गएको छ, यसलाई म डिलिट गर्छु। यति भयो। अब के गर्छु, यहाँ ढोका एउटा हाल्नु, छतमा जानुको लागि सिडीको रुममा एउटा ढोका हुन्छ नि, ढोका यहाँ राख्नुपर्छ भनेपछि यसको ढोका बाहिरपट्टि खुल्छ नि, सिडीको भित्रपट्टि खुल्दैन। त्यही भएर म यहीँबाट ढोका लिन्छु, कपी गर्छु र यहाँदेखि ढोका लिन्छु, यहाँ राख्छु। अलिकति मिलेन, माथि जान्छु। यो वाल जुन छ, यो वाललाई यहाँसम्म यहाँदेखि एउटा वाल लगाइदिनु, इन्चर गरेर 5 इन्चीको वाल, सबै 5 इन्चीको वाल हुन्छ भाइ, बुझ्यो। अब यो वाल भनेपछि छतको पेरापिट वाल हो क्या, यो यति बुझिहाल्नु, 5 इन्ची छ। अब यो त छत भयो, छतमा पेरापिट वाल लगाउँछ नि, अब इन्टर गरेर 5 इन्चको अफसेट काटेर पेरापिट वालको लागि चारैतिर है। यता यो उसको हो, सिरीवाला घरको, यहाँ छोडिदियो पनि केही छैन। र यो यहाँ टिम हालिदियो पनि, सिरीवाला घरको लागि 10 इन्ची छोडिदियो भने ठिक हुन्छ। अब यहाँ यो वाल 5 इन्चीको भित्रपट्टि हो नि त, यहाँ सिरीवाला घर छ नि त, 10 इन्चीको वाल नै आयो, यहाँ 5 इन्ची हालिदिएँ। अब के गरेछु भनेपछि यो हिडन लाइन हुँदैन, यो कन्टिन्युस लाइन हुन्छ, यो सबै कन्टिन्युस लाइन हुन्छ।
अब योहरू ट्रिम हुन्छ, यो ट्रिम हुन्छ, पिलर जस्तो लागिरहेछ नि त। यो ट्रिम हुन्छ, कहाँ कहाँ यस्तो छ सबै ट्रिम गर्नु। यहाँ पनि अफसेट फाल्नु पर्यो 5 इन्चको होइन, र यसलाई म्याच गरिदिनु पर्यो कन्टिन्युस लाइनसँग। ठिक छ, यो प्रिन्टर गरेर यसलाई क्रिएट गरिदियो पनि हुन्छ होला। यसलाई 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 गर्नुहुन्छ, यो हिडिने लाइन भएको छ म्याच गर्न, म्याच गर्नु। यति भयो। यसमा यो कुन डोर हो, कति साइजको D1 D2 राखिदिनु होइन। त्यसपछि यति गरिसकेपछि यसमा यो सेक्सन लाइन परेन, किनकि स्ल्याबलाई सेक्सन देखाउनु परेन ल। यति गरिसकेपछि यो वाल हो कि 5 इन्च वाल हो यो। अब वालमा के गर्ने, ह्याच हालिदिनु। यसमा छैन हालेको, हालिदिनु राम्रो देखिन्छ। यसमा ह्याच हाल्नु इँटावाला। यसलाई गरौँ, कति टाँसेको छैन कि। जबसम्म क्लोज हुँदैन तबसम्म ह्याच आउँदैन सर। खुल्ला हुँदैन, एरर आइहाल्छ। त्यही भएर यो हुन त बन्दै छ नि हाम्रो, कतै के छुटेको छ कि भनेर मैले यो क्रिएट गरिदिएपछि टाँसिहाल्छ। अब ह्याच गरेर हुन्छ या छिटो नगरे पनि खासै फरक परेन। होइन जेहरू त गर्नुपर्छ, अलिक सिकाइदिनु सर, भएको नभएको अरू कुराहरू थाहा हुन्छ भने राम्रो। कुनै बेला ह्याच गर्न गाह्रो हो भने REC गर्नु हुन्छ कहिलेकाहीँ, कुनै बेला भइहाल्छ कुनै बेला हुँदैन। ह्याच इन्टर गर्नु, यो सानो पर्सनलाई ह्याच गरिदिनु, यसमा कुन ह्याच गर्नु, यो ह्याच गर्नु, इँटा भएको यो। अब के गर्नु, यही ह्याचलाई डबल क्लिक गर्नु, यसरी यो तन्काउने हुन्छ। यो आयो, यसलाई यो पर्सनलाई तन्काएर यहाँसम्म लाउनु, यहाँसम्म लाउनु भयो। गर्ने तरिकाहरू म सिकाउँदैछु। यदि ब्रिकको हुन्छ सर, यसको यो ब्रिकको यस्तो हुन्छ कटेको। अब फेरि यतापट्टि REC गरेर यसरी एउटा गर्छु, यहाँ ह्याच गर्छु, यसमा त हुन्छ नि। अब यसरी यही पर्सनलाई यसरी तन्काएर फेरि त्यहाँसम्म पुग्याउँछु। जस्तो यसको बुझाएको थियो मैले त्यस्तै गरिदिएँ ल। यसलाई डिलेट हालिदिँदा पनि केही फरक पर्दैन होइन, लाइन त भित्र बसेन नि होइन। अब यतातिर हाल्नु पऱ्यो होइन ह्याच, यो REC गरेर एउटा सानो बनाएर ह्याच इन्टर गरेर यहाँ हाल्नु। यसको यसरी सेलेक्ट गर्नु, अनि यो लाइन आउँछ, अनि यहाँ हालिदिनु यो। अनि यसलाई सपोर्ट भइहाल्छ कि कुनै कुनै बेला आउँदैन एररको कुनै कारणले, बुझ्यो नि। त गर्ने तरिका सिकाउँदैछु, गर्नु त पर्यो हामीलाई काम, भएन भने भन्न त पाउँदैनौँ होइन। यसलाई पनि तन्काएर यहाँसम्म ल्याउँछु भनेपछि यो पर्सन छ, यसलाई डिलेट हालिदिए पनि के फरक पर्छ। यसमा पनि ह्याच इन्टर गर्छु, यो भइहाल्यो, यो पनि हुनु पर्ने भइहाल्यो, यो पनि हुनुपर्ने। यसरी हुनु भयो नि, जुन भयो नि त्यसलाई तन्काइदियो। अब यहाँ भएन, यसलाई पनि के गर्छु त, यही पर्सनलाई नतन्काएर REC गर्नु, पिलरमाथि गइहाल्छ नि त। यसरी गरेर ह्याच इन्टर गरेर यो सानो तिमीलाई ताने। यतिसम्म बुझ्यो केही डट। अब यो पिलर भनेपछि यो ओरिजिनल पिलर हो कि कुन हो, यो फर्स्ट पिलर हो क्या। यो पिलर भनेपछि तिम्रो यो यहाँ जुन पिलर छ नि, यो जस्तो ढोका अड्काउनको लागि दिएको छ। यो झ्यालभन्दा ताएर यसमा झ्यालभन्दा यो ऊ भरेको छैन नि, ह्याच भरेको छैन नि। यो भनेपछि यहाँ बिरिकेको पिलर छैन, बिरिकेको यो चारकुना बनाएर माथि लगिदियो जाम गर्नुको लागि। त्यही भएर यो पिलर यहाँ देखिँदैन। यसमा जुन ठाउँमा पिलर हुँदैन त्यो ठाउँमा ब्रिकको पिलर बनाएर त्यो गर्दा हुन्छ। अनि त्यो चाहिँ त्यो ढोकाहरू अड्काउनको लागि हालेको छ। अनि सर प्लानमा त्यो देखाउनै पर्छ। प्लानमा देखाइदिँदा हुन्छ, नदेखाउँदा नबनाउँदा पनि केही फरक पर्दैन। ल यो मैले स्टेप गरेँ ल। अब यो रुफ प्लान हो, मैले यहाँदेखि रुफ प्लान Ctrl+C Ctrl+V गर्छु। लेख्दा पनि हुन्छ, यहाँ छँदै थियो मैले किन लेख्नु। अब यसको टोटल डाइमेन्सन मात्र लेख्नु। टोटल डाइमेन्सन भनेपछि टोटल भनेपछि यहाँदेखि यहाँ एउटा पार्ट छ गएको, र यहाँदेखि यता राखिदिन्छु भनेपछि यो कति तल झऱ्यो, यो यहाँदेखि यति गरिदिनु। फेरि यो कति यता गएको निस्केको छ त्यो गरिदिनु। अब यहाँको टोटल डाइमेन्सनहरू हाल्नु पऱ्यो भनेपछि यो कर्नरदेखि लास्ट यहाँसम्म
भयो यसमा पनि त्यतिकै आएको छ नि यति गरेपछि यसमा पनि ह्याच गरिदिनु पर्यो एउटा ह्याच गरिदिनु पर्यो ह्याच इन्टर गरेर ह्याच गरिदिन्छु यो रुट प्लान अब कुनै ह्याच गरेको म दिएको छु भने योसँग म्याच गरिदिनु यसरी ह्याच इन्टर यो डिस्टेन्स पर्यो कि यसलाई म्याच गर्छ यो इन्टर भनेपछि यो क्या यसको एङ्गल धेरै भएर हो आयो नि बुझ्यो नि एङ्गल कहाँदेखि लाग्यो भनेपछि यसको कति राख्नु पर्यो 2 राखिदिन्छु यसको त भयो अब यसलाई अलिक धमिलो कलर राखिहाल्छु धमिलो भनेपछि यहाँबाट जाने हो यसबाट आउने हो र धमिलो भनेपछि अलिकति धमिलो छ यो धमिलो देख्यो नि यो भयो अब यसको रुट प्लानको यसलाई के गर्छु डिलिट गर्छु रुट प्लान कति छ भने यसरी कन्ट्रोल सी कन्ट्रोल भी गर्छु भी गरिसकेपछि यो रुट एरियालाई नाप्छु त पिएल इन्टर गर्छु यो एरियालाई नाप्नु पर्यो नि त भनेपछि यहाँदेखि स्टार्ट गरेको छु त्यही गरिनुहुन्छ अब बिर्सिन्छ भनेर यहाँ कलर चेन्ज गरिराख पिएल इन्टर हेर्न मिल्छ नि त कहाँदेखि कहाँसम्म आयो बाहिर उक्लिने भयो यसलाई लिस्ट गर्ने यसलाई सरी कपी गर्ने पेस्ट गर्छु यति रुट एरिया यति बुझ्नुभयो नि यसरी गर्छु रुट एरिया यो भयो भनेपछि यो पनि भयो यो इलिभेसन हिजो इलिभेसनमा केही डट छैन होला ट्राई गर्नु कतै के भयो भने सोध्नु यो अलिकति आफ्नो डिजाइन भयो यसरी हाले पनि भयो नहाले पनि भयो अलिअलि आफ्नोमा पनि डिफेक्ट हुन्छ है मैले चाहिँ स्ट्रेच गर्दा नि यसमा चाहिँ त्यो ढोकाहरुमा त्यो धेरै तल भागिहाल्छ कुनै बेला धेरै माथि गइहाल्छ त्यो एकातिरको भाग मात्र स्ट्रेच हुन्छ कुनै कर्नर लिनु त्यसैले तान्नु तलमाथि अलाइन गरेपछि नि अलाइन गरेपछि अब यसको यो घटायो भने यो पनि घटिहाल्छ एउटा भागले फिक्स गर्न एउटा भागले स्ट्रेच गरेर तर्काएर पुऱ्याइदिनु कस्तो यो जस्तै यो गर्दै यहाँबाट लिन्छौ नि सर यो तल जस्तै यो ढोकायो फर इक्जाम्पल ल कन्ट्रोल सी कन्ट्रोल भी गरेर म यहाँ ल्याउँछु ल यहाँ ल्याएँ अब यो ढोका कति बाय कतिको छ भनेपछि म नापेर हेर्छु कति हो यो 3.5 हो आयो भनेपछि 7 हुनु पर्ने हैन त 7 हो अब यसलाई म 3 र 7 को ढोका बनाउँछु तिमीलाई पनि त्यस्तो प्रब्लम आयो म यसलाई कपी गर्छु यो कपी गर्छु यहाँ राख्छु अब एउटा लाइन तान्छु सबभन्दा पहिला 3 फिटको लाइन तान्छु यसले 3 फिट इन्टर गरेर लाइन तान्छु अब यसलाई 3 फिटसँग अलाइन गर्छु भनेपछि सिलेक्ट गर्यो ए इन्टर गर्यो ए इन्टर गरिसकेपछि फर्स्ट कर्नर लिएर यसको फर्स्ट कर्नरमा इन्टर गरिदिन्छु फेरि यसमा आएर यसमा क्लिक गरेर राख्छु अब इन्टर गर्छु यस र नो सोध्छ यस गर्नु खुम्चाउनु छ भने यस न त योसँग अलाइन गर्नु छ भने नो गर्नु मलाई त खुम्चाउनु छ डाइमेन्सनै चेन्ज गर्नु छ भनेपछि मैले यस गर्छु भनेपछि यो 3 फिट भयो यो 6 फिट मात्र भयो यो पनि खुम्च्यो नि त 7 फिटको 6 फिट भयो अब के गर्ने मलाई 3 र 7 को चाहियो अब यतिखेर फेरि अब यो भागले फेरि यदि तन्कायो भने यो अलाइन गर्यो भने यो पनि फेरि बढिहाल्छ मलाई त बढेको चाहिदैन मलाई 3 र 7 को एकातिरको भाग मात्र हुन्छ अलाइन एकातिरको भाग अलाइन भयो एकातिर अब के गर्नु पर्यो अब स्ट्रेच गर्नु भनेपछि यसलाई के गर्छु 7 गर्नुहोस् 7 गर्नको लागि मैले यहाँदेखि सिलेक्ट गरेँ यस गर्छु 1 फिट तान्नु पर्यो होइन 1 फिट तान्नु पर्यो यसलाई त यहाँदेखि मैले क्लिक गर्छु यसरी एस इन्टर गरेर 1 फिट तान्छु भनेपछि 6 इन्च यता तान्छु 6 इन्च उता तान्छु भनेपछि 6 इन्च इन्टर गर्छु 6.5 भयो अब 6 इन्च उतापट्टि तान्छु यहाँदेखि माथि तान्छु यस इन्टर गरेर यहाँ पनि कति तान्छु त 6 इन्च तान्छु 6 इन्च भयो अब यो हेर यहाँ अलिकति बढी ग्याप आयो नि त यसलाई पनि अलिकति तन्काइदिन्छु थोरै तन्काइदिन्छु यस इन्टर यो फिक्स छैन यति हुनुपर्छ यो जस्ट डेनोट हो भनेपछि यसलाई यति भाग राखिदिन्छु र यो बढी ग्याप छ माथि तल यसलाई लगभग मिड हुने गरी राखिदिए भयो 3/7 को अब कतिको बनाउनु छ यो अनुसार बनाउनु बुझ्यो नि स्ट्रेच गर्दा नि सर जस्तै यहाँ पुरै यो होल्सको के भन्छ यसलाई लिदा हैन यताबाट त्यो गर्दा यता स्टेज भनेपछि अब पुरै यसरी स्टेज नगर्नु यसरी किनकि मलाई यति भाग तन्काउँछ यहाँदेखि यता उतादेखि यता भनेपछि यति मात्र सिलेक्ट गर्नु आधी सिलेक्ट गर्नु अनि यस गर्नु यसरी भयो तिमीले यसरी गरिदियो भने यस इन्टर गरिदियो भने यो हेर त यो भएन नि यो सबै भाग छ त त्यही भएर अब यो पनि झालर पनि स्टेज गर्न सिकिहाल्यो ल यो सेक्सनमा प्रब्लम छ म सेक्सनमा देखाइदिने हाल्छु ल सेक्सनको प्रब्लम छ भने सेक्सन कसरी काटेको छ भनेपछि यसलाई यो यही प्लानै लिन्छु म सेक्सन काट्नको लागि यसलाई सिओ कपी भी गर्छु अलिकति थोरै इरर चाहिँ यो प्लानमा बाहिरले गरेको छु मलाई थाहा छ यसलाई रोटेट गर्छु रोटेट गर्छु म यसलाई माथि गर्छु माथि माथि भनेपछि आयो माथि हो अब यसलाई के गर्छु अलिकति तल सार्छु जहिले पनि सिधै माथि नै लिनु हैन अनि माथि नै यो कतातिर एरो देखाएको छ चढ्ने भाग काट्नु यो माथिको हैन पहिला इन्ट्री भाग इन्ट्री भनेपछि यो पनि फर्स्ट स्टेप चढ्दै गरेको यो भाग काट्नु
भनेपछि यहाँदेखि काटेको छ भनेपछि हामीले के यसमा केयर गर्नु यो लाइन माथि हामीले उभियो भने के देखिन्छ त त्यो केयर गर्नुपर्छ वाल कटेको हेरौँ यो रेलिङ हो रेलिङ हो वाल होइन यहाँ यो बरान्डाको रेलिङ हुन्छ नि त्यहीँबाट 3 इन्ची देखाएको वाल यहाँ भनेपछि यहाँबाट देखेको विन्डो मेन डोर अनि यो वालले छिकिहाल्यो यो कट्यो खुर्किलाहरू कट्यो र यहाँ वाल कट्यो अरू केही कटेको छैन त्यही मैले देखाउनु पर्यो माथि के गर्छु एक्स इन्टर गर्छु बाहिरको लाइन तान्छु पहिला बाहिरको लाइन तान्छु ठिक छ यो छत निस्को कहिले मैले तानिदिनु पछि तान्छु अब यक्स यल इन्टर एक्स इन्टर तान्छु होरिजन्टल तान्छु पहिला माथिको बनाइहाल्छु म तलको त्यसपछि बनाउँछु टिआर इन्टर गरेर यसो टिम हाल्दिएँ ल अब के छ भनेपछि अब यसको एक तल्ले बिल्डिङ एक तल्ले छ भने त ओ इन्टर गरेर एक तल्लेको लागि अब सेट फाल्नु पर्यो 10 फिटको होइन 10 फिट फाल्यो अब यहाँदेखि 5 इन्चीको स्ल्याब हाल्नु पर्यो स्ल्याब हाल्यो अब 3 फिटको यहाँदेखि पिरामिड वाल हाल्नु पर्यो पिरामिड वाल हाल्यो अब यहाँदेखि 10 हाल्नु यहाँदेखि 7 म यहाँदेखि 10 हाल्छु ल 10 हालिदिनु यति भयो अब सिरीवाला घर म बन्नै हाल्छु पहिला यक्स यल इन्टर गर्छु भनेपछि सिरीवाला घर यहाँसम्म आएको छ त्यहाँदेखि भनेपछि ढल्केको यता हो यता अगाडि जो ढल्केको भनेपछि यहाँदेखि योवाला सिरीवाला गरौँ यसलाई ढल्काएको अलिकति म यहाँसम्म ढल्काइदिए भनेपछि 1 फिट लगभग त्यतिकै ढल्काइदिँदा केही फरक पर्दैन ल अब टिआर इन्टर गरेर ट्रिम गरेँ ट्रिम गरिदिएँ यसलाई पनि ट्रिम गरिदिएँ यसलाई पनि ट्रिम गरिदिएँ यसलाई पनि ट्रिम गरिदिएँ अहिलेको लागि यस्तो देख्यो अब के गर्छु यसलाई पनि मैले अहिले इरेज गरिदिएँ ठिक छ अब छत हेर त कहाँदेखि कहाँ निस्केको छ अब यहाँ छत निस्केको छ त्यही एक्स इन्टर बी इन्टर गर्छु यहाँ छत निस्केको छ नि यहाँदेखि छत निस्केको छ भनेपछि यसलाई ई एक्स इन्टर गरेर एक्सटेन्ड गरेँ मैले भनेपछि अब यो यहाँदेखि यहाँसम्म छत आयो भनेपछि यो लाइन पनि यहाँसम्म आइयो टिआर इन्टर गरिदिएँ मैले यो हुँदैन अहिले यो पनि हुँदैन यो पनि हुँदैन यसरी छत निस्केको भयो यतिसम्म बुझ्यो नि के छ डट जस्ट इलिभेसन नै हो यो यहाँसम्म अब यसमा के गर्छु झ्याल छ अब के हेऱ्यो त यहाँबाट यो ढोका हेऱ्यो अनि यहाँ झ्याल हेऱ्यो पहिला यो म सिडी बनाइहाल्छु सिडी कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 यो लाइनिङ मात्र हेर्ने 10 भयो यो 11 12 13 14 15 16 17 18 19 वटा हो 19 वटा खुर्किला जहिले पनि सर यो सिडीमा चाहिँ 19 या 20 वटा राख्नु 19 20 राख्नु न 19 20 कुनै बेला 18 हुन्छ सकभर 19 20 राख्नु त यो 19 वटा सर जस्तै यहाँ छैन भनेपछि यति बुझ्नु कि यहाँ छँदै छैन छैन त्यति नै हो 19 वटा छ त 19 वटाले अब हेर यहाँदेखि यहाँ टोटल हाइट नाप्ने यहाँदेखि टोटल हाइट 19 वटा आएको छ नि खुर्किला यतिको हाइट मलाई 19 वटा हटाउनु छ त्यो दिमाग लगाउनु यहाँदेखि यहाँ 19 वटा हटाउनु छ त यहाँदेखि क्यालकुलेटर खोल्छौँ 10 फिट 5 इन्च आयो त भनेपछि 10 फिट 5 इन्च यसलाई इन्चीमा लग्छ इन्चीमा लग्छ त 100 1 2 5 25 इन्च भयो डिभाइडेड बाइ कतिवटाको 19 वटा आएको 19 ले डिभाइड गर्नु 19 ले डिभाइड गर्छ कति आयो त 6.57 हैन 6.57 अच्छा सर यहाँलाई एउटा कुरा म भन्न चाहन्छु जस्तै यो त गर्न गरे हैन तर सर यहाँ हाल्दा चाहिँ 6 इन्च मात्रै आउँछ सर त्यो त प्रिसिजनको उसले गर्दा भयो नि त मैले भनेको प्रिसिजन कति सेट गरेको छु हामीले 1 इन्च भन्दा कम होइन त यो भनेपछि 6 इन्ची हो यो भनेपछि 5 भनेपछि तिम्रो 7 देखाइदिन्छ कि 6 देखाउँछ तिम्रो 6.5 देखाउँदैन 1/2 भनेर डाइमेन्सन थियो नि त्यो तर चाहिँ हाल्ने बेला चाहिँ यही हाल्ने बेला यही हाल्ने अनि त्यहाँ 6 इन्च नहाल्ने त्यही त त्यही भन्नु पर्यो त्यही कन्फ्युज थियो पिएल इन्टर गर्ने यो हाइट वाला हो यहाँदेखि म बनाउँछु अहिले कति छ 6 पोइन्ट यसरी हाल्ने 6.57 इन्ची हो फेरि फिट होइन हाल्यो भने यो पनि हाल्दा हुन्छ 8 पनि हाल्दा हुन्छ झन्डै रेन्ज आउँछ यहाँ इन्च हालिदिन्छु इन्टर गर्छु अब यतातिर यो 10 इन्ची नै होला 10 इन्ची होला ल भनेपछि अब यतिको म राख्छु यसैलाई म सिओ कपी गर्छु र यो पोइन्टलाई यहाँ राख्दै जान्छु भयो यहाँ अर्थ गरिदिन्छु बाँकी बुझ्न सजिलो हुन्छ अहिले यहाँदेखि राख्छु यो त यसलाई डिलिट गर्छु अहिले कति राख्नुपर्ने कोही बेला एक्स अनि इन्टर गर्छु बी इन्टर गर्छु भनेपछि यहाँदेखि स्टार्ट भएको यहाँदेखि स्टार्ट भएको त त्यहीँदेखि म राख्छु ल यहाँदेखि स्टार्ट भएको यो इन्टर गरेर मैले यहाँदेखि राखेँ ल भनेपछि तिम्रो कहाँ इन्ड हुनुपर्ने त एक्स एल इन्टर बी इन्टर गर्छु यहाँ इन्ड हुनुपर्ने ल्यान्डिङ आउनु पर्यो यहाँ होइन त भनेपछि अझै हाल्नु पर्यो त सिओ कपी गर्छु म भयो अब यसलाई एउटा अझै हुन्छ यो तल झर्छ यतिकै हाल्यो भने हुन्छ यसलाई मिरर गर्छु यो आई इन्टर मिरर गर्छु ए नो गर्नुपर्छ मिस्टेकले यस भइसक्यो यस गरेपछि एउटा हट्छ क्या एउटा अझै हुन्छ यहाँ मलाई थाहा छ भनेपछि अब यो जुन छ एउटा यो ल्यान्डिङमा पनि गएर
एउटा अग्लो हुन्छ कि अनि त्यही भएर यो एउटा अझै हुन्छ म अघि भनेको थिएँ नि मैले चेक गर्न गरे सिओ कपी गरेर एउटा यहाँ हालेँ भयो अब के गर्छु यसलाई सबैलाई मैले मुभ गर्छु यसलाई एम इन्टर गर्छु मुभ गर्छु र यहाँदेखि अझै ल्याउँछु कि म भनेपछि यसलाई यसले डिलिट गरेर एउटा कुकीलाई भनेपछि यसको कुकीलाई कहाँ एउटा कुकीलाई यहाँ आउँछ स्टेप यो कपी गर्छु एउटा कुकीलाई यहाँ आउँछ यसलाई एक्सटेन्ड गरेर एक्सटेन्ड भयो एउटा कुकीलाई फेरि यता चढ्यो फेरि एउटा अर्को ल्यान्डिङमा गएर चढ्छ माथि भनेपछि एउटा अग्लो यहाँ पनि हुनु भयो भनेपछि यसलाई म डिलिट गर्छु यसलाई यहाँ राख्छु अब यसलाई ठ्याक्कै मिलिहाल्छ यसलाई मुभ गर्छु र यहाँदेखि यता ल्याउँछु अब यसमा कतिवटा घट्यो त्यति हो थपिदिने यहाँ सिओ कपी गरेँ यहाँदेखि चाहिँ थपिदिने पुग्यो यहाँसम्म किनकि यहाँ एउटा स्टेप कमैमा पुगेको छ नि माथि चढेको अब यो लाइन त्यतिकै रिफ्रेन्सको लागि दियो डिलिट गर्यो यसरी हुन्छ अब यो भाग ट्रिम हुन्छ क्या यहाँ छतमा जानुको लागि मान्छेको टाउको ठोकिन्छ नि त यहाँ अलिकति जुन इरर छ नि यो 8 9 यो सबैले यहाँ पुग्थ्यो ठिक छ केही भएन भने यसलाई गरिदिनु यसलाई एक्सटेन्ड गरिदिनु त्यति सानो इररले फरक पर्दैन केही याद इन्टर गरेर डट यसमा यो डाउट बिचको पोइन्टमा छ डाउट भयो जस्तै कि होइन यहाँसम्म लिनु भएन अब जस्तै यहाँ पुगे मेरो पनि सुरुमा गर्दा चाहिँ यहाँ पुगिरहेको थिएन यहाँ पुगिरहेको थिएन मेरो स्ल्याबमा यता यसो गरौँ नि त म डिलेक्टै गरिदिन्छु यति बुझ्यो यतिसम्म बुझ्यो अब हेर यहाँ कहाँनिर इन्ड भएको छ त एक्सएल इन्टर बी इन्टर यहाँ कहाँ इन्ड भएको छ यहाँ इन्ड भएको छ भनेपछि यहाँदेखि एउटा अझै अग्लो गऱ्यो भने त ल्यान्डिङमा चढ्छ नि यहाँ एक स्टेप योभन्दा माथि हुनुपर्छ यति कुरा राखेँ एउटा स्टेप यो बन्यो त्यति बुझ्दा हुन्छ कि सिओ कपी गर्नु र यहाँदेखि एउटा स्टेप यहाँ राखिदिनु किनकि यो पनि एउटा स्टेप हो क्या अब यसलाई यी एप्स इन्टर गरेर एक्सटेन्ड गर्नु किनकि यो भित्र हाम्रो स्टेप आएको छैन नि छ हेर छैन नि योभन्दा त्यो छ नि यहाँ इन्ड भयो भनेपछि यहाँ आएर माथि छोड अब यसलाई नै मिरर गर्दै गइहाल्छ यसलाई सबैलाई यो इन्टर यो छोडेर यो यहाँ डबल लाइन भइहाल्छ के छैन गर्नु म अहिले डिलिट गरिदिइहाल्छु अब यो माथि मिरर गरिदियो क्या जहाँ जान्छ भयो अब कति अग्लो भयो त्यसलाई इरेज गर्नु यसलाई ट्रिम गरिदिनु इरेज गर्नु जे भए पनि हुन्छ यहाँ अलिकति सानो इरर आउँछ किन आयो तिमीले थाहा छँदैछ यहाँ प्रिसिसन पुरै लियो भने आउँथ्यो होइन यो फिल्टर गरेर मैले डिलिट गरिदिन्छु यसलाई बुझ्यो यति अब यही प्रब्लम त्यहाँ आइरहेको मलाई यसलाई डिलिट गर्नु बुझ्यो नि अब यो स्ल्याबमा पनि यहाँ यो ल्यान्डिङमा पनि स्ल्याब हुन्छ यो स्टेपमा पनि स्ल्याब हुन्छ नि गएको यहाँ 5 इन्ची हाल 4 इन्ची हाल म 5 इन्ची हाल्छु ओ इन्टर गरेर 5 इन्चको अफसेट हाल्छु तल र यहाँ पनि 5 इन्चको अफसेट हाल्छु तल यो लाइनिङ आयो के छैन मलाई थाहा छँदैछ म ट्रिम गरिदिइहाल्छु र फेरि यहाँ ओ इन्टर गरेर 5 इन्चको यहाँ पनि स्ल्याब हालेँ अब यसको काम छैन यसको काम छैन यसको काम छैन क्लियर गरेर यसको काम छैन होइन अब यसलाई एक्सटेन्ड गर्छु म एक्सटेन्ड गर्छु जहाँ गयो भयो ल जहाँ गयो भयो अब एप इन्टर गरेर योसँग यसलाई डिलिट गरिदिएँ बुझ्यो के गर्यो अब यति भाग भइसकेपछि अब यो त्यतिकै ठिक छ यति भइसकेपछि यो सिडी बन्यो अब यहाँ के छ बेड लाग्यो भने यो लगाउनु तल यो यसलाई लगाउनु कुनै ऊ बनाउँदाखेरि सेक्सन बनाउँदाखेरि एउटा तल राख्नु बुझ्नु सजिलो हुन्छ यसबाट कपी म्याच कमान्डहरू सबै युज गर्छु ल यति भइसकेपछि अब यो त तिम्रो सिडी भयो अब यो वालको लागि गर्नुपर्ने यहाँ 10 इन्ची वाल हो एक्सएल इन्टर भी इन्टर गर्यो एउटा वाल यो हो एउटा वाल यो हो भनेपछि यहाँ 10 इन्ची वाल छ भनेपछि यसलाई ट्रिम गरिदिन्छु टिआर इन्टर गरेर ट्रिम गरिदिएँ यहाँ पनि तलको भाग यहाँ पनि माथि भाग यसमा दुईटा लाइन होला एउटालाई म डिलिट गर्छु ल दुईटा किन मोटो देखिन्छ र यहाँनिर पनि यो रेलिङ वाला जुन छ यो यहाँ 5 इन्ची हुन्छ एक्सएल इन्टर भी इन्टर यहाँ 5 इन्चीको काट्यो रेलिङ र माथि गएर 10 इन्ची भनेपछि कति 5 इन्चीको काट्यो त यहाँदेखि कति 3 फिट हुन्छ त ओ इन्टर गरेर यसलाई ओ इन्टर गरेर 3 फिटको अफसेट हाल्नु यहाँदेखि 3 फिटको अफसेट हाल्यो मैले र यहाँ बिआर इन्टर गरेर ब्रेक गर्छु ब्रेक गरेँ म भनिहाल्छु र यहाँदेखि ब्रेक गर्छु यसलाई बिआर इन्टर गरेर ब्रेक गर्छु यहाँ 2-3 लाइन छ कि त्यो भयो जस्तो त्यस्तो नाटक छ इन्ट्री भनेको यहाँसम्म नि र यसलाई माथि सार्छु यहाँ यसलाई एक्सटेन्ड गर्छु यो भागलाई डिलिट गरिदिन्छु यसलाई डिलिट गरिदिन्छु र यसलाई सानो एउटा लाइन तानेर यसरी गर्छु एक्सटेन्ड गर्छु ट्रिम गर्छु यहाँ 2टा लाइन गर्दा सायद
यहाँदेखि एउटा लाइन मात्र जान्छ यो त्यतिकै फेस देखाउनु है यो भनेपछि के हो तिम्रो भनेपछि यो यहाँ रेलिङ हालिस रेलिङ छ कि यहाँ यो रेलिङ हो रेलिङको हाइट चाहिँ 3 फिट हुन्छ त्यही भएर यो 3 फिटसम्म मात्र दिए ल यो यस्तो देखिन्छ ठिक छ अब रेलिङ कट्या छ भने यहाँ पनि हात हाल्नु पर्यो यहाँ पनि रेलिङ छ नि त यहाँ भनेपछि ओ इन्टर गरेर 5 इन्च माथि प्यारापिट वाला रेलिङ ठिक छ यो अरू ठिकै छ यहाँ पनि वाल हुन्छ यहाँ 5 इन्च लाए पनि हुन्छ सबै 5 इन्च यतापट्टि फाल्नु यतापट्टि फाल्नु ल यतापट्टि फाले अब योहरू यसमा फरक पर्छ यो हुन्छ हुँदैन अब यहाँबाट हेरौँ यो वाल र यो उसको एउटै फेस देख्यो क्या यो यदि पहिला रेलिङ हुन्थ्यो अनि यो हुन्थ्यो भनेपछि दुईवटा यो लाइन देखिन्थ्यो यसमा हेरौँ छैन नि त्यही भएर यो लाइन देखिएन यो लाइन देखिएन किन देखिएन बुझिहाल्नु भयो होइन यति हो अब के छ भनेपछि यहाँ सोच भइसक्यो अब बिमहरू हाल्नु पर्नेछ बिम हाल्छु म बिम भनेपछि 10 बाई 10 यो भनेपछि 10 बाई 10 को यहाँदेखि यहाँ 10 होला यहाँदेखि यहाँ 10 छ र यहाँदेखि यहाँ 10 छ 10 बाई 10 को बिम बनाउँछु भनेपछि आरइसी गरेर 10 इन्ची अनि ट्याब 10 इन्ची हाल्छु इन्टर गर्छु भयो एउटा बिम यो बिम बनायो अब बिम कहाँ हुन्छ त जहाँ यो गएको छ वालहरू पिलरहरू त्यहाँ बिम हुन्छ पिलर कहाँ छ एउटा पिलर यहाँ छ एउटा बिचमा छ एउटा यहाँ छ भनेपछि दुईवटा चाहिँ छेउमा भइ नै हाल्यो भनेपछि यसलाई मुभ गर्छु म एउटा पिलर यहाँ छ एउटा यहाँ छ नि त यहाँ बिम हालेँ र एउटा लास्ट यो यसको सिधा हुन्छ भनेपछि यसलाई नै म सिओ कपी गर्छु यो लग्छु सिधा लग्छु यो वालसँग टाँस्छ एउटा बिम यहाँ भयो एउटा बिचमा पनि बिम छ यो भनेपछि एक्सएल इन्टर गर्छु यो बिम जान्छ क्या यहाँ सरी भनेपछि यहाँ गयो भनेपछि यहाँ पनि एउटा बिम छ भनेपछि त्यो फेसको लिएको छु याद राख्नु यो फेस छ भने यही फेसमा हुन्छ त्यो फेसबाट लियो भने त्यो फेसमा हुन्छ यो पनि बिम भयो यहाँ र यही बिम सेम तल हुन्छ यहाँ यसलाई कपी गर्छु तिनटैलाई म कपी गर्छु र सिओ कपी गरेर म यसलाई यहाँ ल्याएर राखिदिन्छु अहिले यतै बस ठिक छ अब यो लाइन डिफ्रेन्सको लागि लिएको छ मैले डिलिट गरेँ र यहाँ टिआर इन्टर गरेर ट्रिम गरेर बिमलाई यसरी यो एउटै फेस हुन्छ त्यही भएर ट्रिम गर्दैछु ल यो बुझ्यो अनि यो ठिक छ यहाँ पनि एउटा बिम हालिदिनु पर्यो यो 10 बाई 10 वाला बिम यो बिम किनकि स्ल्याब हो नि त कन्ट्रोल सी कन्ट्रोल बी गर्नु र यहाँदेखि यहाँ इन्टर गरेर यसलाई यहाँदेखि यता गरिदिनु यसलाई ट्रिम गरिदिनु यति ट्रिम गरिदिनु यो समात्नुको लागि यसरी पिक्चरभित्रको यति बुझ्यो यसमा के गर्छु अब लिन्टेल र सिलब्यान्ड हाल्नु पर्यो यो भनेपछि माथिको लिन्टेल तलको सिलब्यान्ड यो 3 इन्ची हुन्छ यो 5 इन्ची हुन्छ है तलको 3 इन्ची माथिको 5 इन्ची त भनेपछि अब यो झ्यालवाला हो ठिक छ यो झ्यालवाला भनेपछि यहाँदेखि 3 फिट छोडेको छु 2.5 फिट छोडेको 2.5 फिटमा हाल्नु 3 फिट छोडेको भने 3 फिटमा हाल्नु यो एक्सएल इन्टर गर्छु एक्स इन्टर गर्छु पहिला होरिजन्टल लाइन तान्छु यदि तलबाट झ्याल बनाउँदाखेरि 3 फिट छोडेको छ भने 3 फिट छोड्नु 2.5 फिट छोडेको छ भने 2.5 फिट 2 फिट छोडेको छ भने 2 फिट मानिलियो ओ इन्टर गर्छु म 2 फिट छोडेको छु यहाँबाट 2 फिट छोडेको छु भनेपछि यो यहाँबाट आयो कि यो भनेपछि यहाँबाट आयो यो बनाउँछ नि यहाँबाट आयो कति छ त्यति 2 फिट छोड्यो 2 फिट छोड्यो यो भनेपछि यहीँदेखि हुन्छ यो त माथि डिजाइन हो यहाँदेखि हुन्छ भनेपछि 1 फिट 7 इन्च होइन तल 2 फिट 1 फिट 7 इन्च अब यहाँदेखि 2 फिट हालिदिएको छु 2 फिट छ अब 1 फिट 7 इन्च भएको चाहिँ एक्सएल इन्टर गर्छु भनेपछि यहाँ आयो यहाँबाट ओ इन्टर गरेर 1 फिट 7 इन्च कहाँबाट आयो त्यहाँबाट आयो स्ल्याबबाट चाहिँ तल लिन्टेल यो भने यो मिस्टेक ओ इन्टर गरेर 1 फिट 7 इन्च अफसेट हाल्छु हो यहाँदेखि भनेपछि हाम्रो सिलब्यान्डको लागि यो दुईटा लाइन यसलाई म कलर चेन्ज गरेँ बुझ्यो अब के गर्छु अब यो भित्र झ्याल छ हाम्रो जस्तै आरइसी गरेर यो भित्र यसरी झ्याल छ यसरी झ्याल भनेपछि यो झ्याललाई बेन्ड गर्यो भने के हुन्छ झ्यालको भित्रपट्टि त हुँदैन बाहिरपट्टि हुन्छ यतापट्टि हुन्छ भनेपछि ओ इन्टर गरेर 3 इन्चको अफसेट हाले कतातिर यो तलतिर यसमा कता हुन्छ माथितिर हुन्छ किनकि यसलाई समाएको अब यो भित्र खुम्चिन्छ कि यतातिर उ भयो नि त पक्करको यसको समात्ने त्यही भएर यसको माथि यसको तल गयो बुझ्यो अब यो कहाँ छ आरइसी गरेर यो 5 इन्चीको यो 3 इन्चीको हुन्छ अब हेरौँ यो 3 इन्ची हुनु पर्यो र यो माथिको 5 इन्ची हुनु पर्यो यो पनि 3 इन्ची नै भयो त ओ इन्टर गरेर मैले अब हेर्नु यहाँदेखि ओ इन्टर गरेर 5 इन्चको अफसेट हाल्छु माथि ल लिन्टेलको लागि अब आरइसी गरेर यहाँ यो जहाँ पिलर छ यो एउटा राखिदिन्छु यहाँ वाल छैन यहाँ सिलब्यान्ड छ यसमा पनि हालिदिउँ होइन यहाँ पिलरै छैन के हुन्छ होइन यहाँ छैन ल अब योलाई डिलिट गरिदिनु चाहिँदैन मलाई अब के गर्छु यो त जतिकै हालेको छ यसलाई डिलिट गरिदिएँ मैले अब के गर्छु यहाँ सिलाएर यो सिलब्यान्ड आयो नि त एउटालाई स्केप गरेर आउँछु केही फरक परेन र यहाँ बिम विथ आएको छ सिलाबमा यो इन्टर गरेर यसलाई लाइन तान्छु यहाँदेखि बिम विथ आउँछ क्या यहाँ त्यही भएर यो
जोड्यो यहाँ बीम र स्ल्याबको चिज दुइटै बराबरी हुन्छ नि त यहाँ त्यही भएर त्यस्तो भयो यो भइसक्यो अब यहाँ बिचवाला वाल हेर्नु यो वाल हेर्नु एक्स एल इन्टर बी इन्टर गर्नु यो वाल भनेपछि यो वाल हो क्या यो वाल त हो तर यो वालले के गर्यो त यो पिलरको एउटै फेस हेर्यो क्या यो त्यही भएर यो देखिँदैन त देखिएन भने के देखिन्छ त यो देखिन्छ यो डोर देखिन्छ अब डोरलाई बनाऊ यो डोर कति फिट हो डोर पनि नापिहाल्नु यहाँदेखि 3 फिट 6 इन्च होइन 3.5 फिटको लागि डोर त यही हो यसलाई नै म कपी गर्छु यहाँदेखि यो माथिको मैले लिएँ मेरो सिओ कपी अघि बनाएको थियो नि यहाँ डोर यो 3.5 फिट यही लगाउनु त यहाँ आएको थिएन योदेखि यहाँ ल्याउँछु म र यसलाई डिलेट हालिदिन्छु डाइमेन्सन त परेन यहाँ यो भिडियो गर्छु तलदेखि हुन्छ तलभन्दा तल नराख्नु यहाँदेखि अहिले 3 इन्चको पिसिसी गर्छु कि त्यही भएर यसलाई 3 इन्च 2 इन्च 1 इन्च हुन्छ त मैले यसलाई यो इन्टर गरेर 1 इन्चको यो पलास्टर हो क्या 1 इन्च माथि गरेँ हुन चाहिँ यो तल नि टाँसेको छ अब यसलाई डिलिट गर्छु यो त रिफरेन्सको लागि हालेको थियो अब के हेर्नु त्यहाँबाट हेर्दाखेरि यो धेरै यो ध्यान एक्स एल इन्टर बी इन्टर गर्छु यो कति हो हेरिहाल्नुपर्छ 4 फिट होइन 4 फिट यहाँ इलिभेसनमा बनाएको होला यो 6 फिट हो 4 फिट यो होला सायद यो 4 फिट हो यसलाई म यतिमा मोटी गरेर बी गर्छु यो हाले पनि भयो नहाले पनि भयो त्यहाँ यदि हालेछ भने यो हाल्नुपर्छ है त्यहाँ हालेको छ भने यहाँ पनि हाल्नुपर्छ सुरुमै हालेको छ भने त्यहाँ हालेको छ नि उसमा यहाँ पनि हाल्नु पर्यो भनेपछि यो त्यहीँबाट यो फेरि मतलब यो मिलाउँदै यो माथि टुप्पो हालेको छ भने टुप्पो हाल्नुपर्छ यसलाई म यति हालेँ यसलाई म कपी गर्छु यसलाई पनि गरिहाल्छु त्यहाँ बनाउनु सकिन्छ सिओ कपी गर्छु म यहाँबाट यो कर्नरदेखि समान कुन कर्नरदेखि समान चाहिँ यो कर्नरदेखि समान ठ्याक्कै त्यही बस्छ ठ्याक्कै त्यही बस्यो नि त बस्यो अब यो भाग छुटेको छ यहाँ लगाइदिउँ अब यो इन्टर गरेर योसँग म्याच गरिदिन्छु सबैलाई एउटै कलर यसलाई डिलेट गरिदिन्छु यसरी हेऱ्यो यो अब यो पिलर काटेको पिलरमा ह्याच हाल्नु पर्यो ह्याच इन्टर गर्छु म ह्याच हाल्नु पर्यो यो कट्या छ यो कट्या छ यो कट्या छ यो कट्या छ होइन र यहाँ पनि यो कट्या छ रेलिङको र यो पिलर हैन सर यो त वाल हो नि त वालको लागि त्यही वाले हो वाल कट्या छ नि त कति तिनवटै हो त्यो सिल ब्यान्ड होइन र यो कट्या छ र यहाँनिर यो पनि कट्या छ यो पनि इँटाको हो नि त जहाँ जहाँ इँटाको छ त्यहाँ हालिदिनुपर्छ सरी ह्याच कन्ट्रोल जेड यसरी कुनै बेला हुन्छ कन्ट्रोल जेड हाल्नु इन्टर गर्नु यसमै भएको थिएन होइन अघि कन्ट्रोल ह्याच गर्छु कन्ट्रोल जेड यहाँ पछि टाँसिएको छैन होला यी एप्स इन्टर गरेर स्टेप गर्छु टाँसिएको हुँदैन त्यही भएर त्यस्तो हुन्छ अब फेरि ह्याच गर्छु यही त आएको थियो अहिले 2-4 मिनट यता आउँछ भइहाल्छ कहाँ कहाँ छत गएको छ राम्रो त्यहाँ इन्टर यसमा कङ्क्रिट हाल्छु यो कङ्क्रिट धेरै एङ्गल हो कि त्यो हराउने हराइहाल्छ क्या कुनै बेला इन्टर गर्छु यसलाई एङ्गल एक्सनी 0.0 नजिक भयो अब योसँग यहाँ पनि हेर्नु कति छ एङ्गल हो 0. स्केल गर्नुभएको छ स्केल त्यही स्केलै हो 0. होइन
0 Hmm. 0.1 0.05 मिल्यो नि आयो नि ठिक छ यति भयो अब यहाँदेखि के गरिरहेको छु अब हेर यो यसलाई डिलेट हाल्नु रिफरेन्सको लागि डिलेट यसलाई अहिले तल सार्छु अब यहाँदेखि वालहरू बनाउनु जस्तो वाल तल गएको सबै 10 इन्चीको हुन्छ म यहाँदेखि कपी गर्छु सिओ कपी गर्छु र यहाँ ल्याएर यसरी राखिदिन्छु सबैले यसरी यो सबै कपी गर्छु यो धेरै आयो यति यसो मैले एक्सप्लोर गर्छु टुकुल्यो किन सबै आइहाल्थ्यो यसमा यो ह्याच पनि एक्सप्लोर भयो तिमी ह्याच गर्नु मैले अहिले देखाउनको लागि अहिले टाइम धेरै खाइहाल्छ कि त्यही भयो त्यस्तो गर्नु ल यो ह्याचहरू एक्सप्लोर भइसक्यो र एकैचोटि सिलेक्ट गर्दा सबै आउँथ्यो यसलाई सिओ कपी गर्नु तिमी बनाउनु त्यस्तो लाइन थाल्नु यहाँदेखि मैले यहाँदेखि ए हुँदैन यति भयो अब के छ यहाँदेखि यो कति इन्ची छ यहाँदेखि 1 इन्ची भयो छ 1 इन्ची 1 इन्ची योदेखि माथि हाल्यो ओ इन्टु 1 इन्ची माथि गर्यो अब कति इन्ची यो लेखिया छ कि यहाँ 1/8 भनेपछि अब यो कति इन्ची हो यसबाट हेर्ने हो हाल्ने हो अब यो 1 इन्ची भयो यो भनेपछि तल 3 इन्ची यसले 3 इन्ची ओ इन्टु 3 इन्ची तल यो यहाँदेखि हुन्छ ओ इन्टु 3 इन्च छ यहाँदेखि 3 इन्च अब यो कति यो 3 इन्च भयो अब योबाट फेरि 3 इन्च होइन ओ इन्टु गरेर फेरि यहाँदेखि 3 इन्च गर्यो ठिक छ अब यो ठुलोवाला कति इन्च हो यहाँदेखि यो 1 फिट 5 इन्च 1 फिट 5 इन्च ओ इन्टु 1 फिट 5 इन्च गरेपछि 1 फिट 5 इन्च यहाँदेखि अब यो भित्र गएको छैन ट्रिम गरेर वा त सानो यसो गर्छ यसमा ट्रिम त गर्नु पर्यो र यो जिरो यहाँदेखि यो हुँदैन किनभने यो यति भयो नराम्रो किनभने हुँदैन यो वाल हुँदैन यो ठिकै छ यो हाल्यो यो यसरी अब त्यो ह्याच गरेर म्याच गरिदिन्छ त्यही हो अनि यो हुँदैन यो टिपो हुँदैन है अब के गर्नु सक्यो अब हात गर्ने म्याच अब यो म्याच हुँदैन यो एक्सप्लोर गरिदियोस् अर्को ल्याउनु यहाँ अर्को कहाँ छ यो त्यो त मैले उ गर्नुको लागि यो गर्नु एक्सप्लोर नगर्नु गऱ्यो भने एउटा ओरिजिनल राख्नु म्याचलाई योबाट म्याच हुँदैन यो पार्ट भइसक्यो नि यहाँ डिलिट गऱ्यो भने यति पार्ट मात्र डिलिट हुन्छ यो जस्तो यहाँ सिलेक्ट गऱ्यो भने यो यति मात्र एउटा मात्र डिलिट गर्नु अब यो इन्टर गर्छु यसलाई होइन यो एउटा डुप्लिकेटै राख्नु यसलाई टु छ नि 0.0 धेरै नजिक 0.06 यति भयो नि ठिक छ यसरी स्केलहरू पनि मिलाउनु अब कुन यो हाल्नु है यो सेन्टर गर्नु यसमा र यसमा इन्टर गरेर योसँग अब यो बेला आछ होइन फेरि एच इन्टु यसमा त्यो भएन फेरि एच इन्टु हेर यस्तो इन्टर यो वाला कम्प्लिट भयो यो म्याच गर्नु यहाँ
यो कम्प्लिट ल म यति यो